व्यवस्थापिका संसदमा आजदेखि राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया शुरू हुँदैछ। नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको प्रक्रिया शुरू गर्न आज अपराह्न 3 बजे संसद बैठक बस्दैछ। बैठकले राष्ट्रपति र उपराष्ट्रपति चुनावको कार्यतालिका प्रस्तुत गर्ने र संसद सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्नेछ। सहमतिका माध्यमबाट चयन गर्न सदनले राजनैतिक दललाई आइतबारसम्मको समय दिने र त्यसो नभई आउँदो मंगलबार चुनावको मिति निर्धारण गरिने सम्भावना रहेको व्यवस्थापिका संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन खुइकेलले जानकारी दिनुभयो। राष्ट्रपति र उपराष्ट्रपतिका लागि चुनाव हुने उम्मेद्वारले प्रचार प्रसारका लागि कार्तिक 9 गते समय पाउने उहाँले जानकारी दिनुभयो। दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ। यी विषयमा थप जानकारी दिनको लागि अहिले संसद सचिवालयका सहप्रवक्ता हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ सुदर्शन खुइकेलज्यू, स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद। अपराह्न 3 बजे हुने भनिएको राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनको सहमति प्रक्रियाबाट जो निर्वाचन हुन्छ कि भनिएको छ, यसको तयारी कस्तो छ, जानकारी गराउनुहोस्। यसमा पूर्व निर्धारित समय अनुसार आज दिनको 3 बजे व्यवस्थापिका संसदको बैठक बस्दैछ। उक्त बैठकमा सहमतिको निर्वाचनको लागि सम्माननीय राष्ट्रपति र उपराष्ट्रपति पदको लागि चाहिँ कार्यक्रम प्रकाशन गरिनेछ। यसको लागि सम्माननीय सभामुखज्यूले संसद सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने कार्यक्रम र उक्त कार्यक्रम पश्चात सम्माननीय सभामुखज्यूको निर्देशन अनुसार महासचिवज्यूले आफ्नो कार्यक्रमको विस्तृत सूचना प्रकाशन गर्नुहुने कार्यक्रम रहेको छ। सहप्रवक्ताजी, यदि सहमति प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपति चयन हुन नसकेको खण्डमा के हुन्छ? सहमतिको प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन नसकेमा उम्मेदवारीको लागि समय निर्धारण गरिनेछ। उक्त समयमा उम्मेदवारी दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने लगायत मतदाता नामावली प्रकाशन गर्ने र यो मतदान चाहिँ गोप्य मतदानबाट हुने भएको हुनाले यो निर्वाचन गोप्य मतदानबाट भएको हुनाले गोप्य मतदान भनेको के हो त्यो पनि स्पष्ट पारिदिनुहोस्। यसको लागि चाहिँ अन्य हामीले निर्वाचन प्रक्रिया निर्वाचन आयोगले गरेको प्रक्रिया अनुसारै जस्तो हामीले उम्मेदवारहरूको पक्षमा गोप्य तरिकाले गोप्य मतदान गर्नलाई संविधान व्यवस्थापिका संसदका सदस्यहरूले उक्त मतदान गर्नुहुनेछ। व्यवस्थापिका संसदका सबै सदस्यहरूले चाहिँ त्यसमा मतदान गर्नुहुनेछ, हैन? हजुर हजुर। भनेपछि आजको कति दिनभित्र चाहिँ राष्ट्रपति र उपराष्ट्रपति नयाँ संविधानको व्यवस्था अनुसार हामीले प्राप्त गर्न सक्छौं? अहिलेको संविधान सभा व्यवस्थापिका संसद सचिवालयले निर्धारण गरेको कार्यतालिका अनुसार सम्भवतः यो 13 गतेसम्ममा हामीले सम्माननीय राष्ट्रपति र उपराष्ट्रपति पाइसक्ने अवस्था देखिन्छ। 13 गते भित्रमा, हैन त? हजुर। सहमति प्रक्रियाबाट चाहिँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ? होइन, यसमा त राजनैतिक दलहरूकै जिम्मा भएको हुनाले यसमा अहिले मैले केही भनिरहनु पर्ने अवस्था म देख्दिनँ, किनभने राजनैतिक दलहरूले कहिलेकाहीँ सहमति गरेर पनि देखाएका छन्। अब सबै दलको सहमति हुनुपर्ने भएको हुनाले अहिले मैले यसै हुन्छ भन्न सक्ने अवस्था छैन। हवस्, धन्यवाद खुइकेलज्यू जानकारीका लागि। उहाँ हुनुहुन्थ्यो संसद सचिवालयका सहप्रवक्ता हुनुहुन्थ्यो सुदर्शन खुइकेल। आज अपराह्न 3 बजे हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। अब लागू बाँकी प्रसंगतिर 16 बुँदे सहमति गर्ने बेला भएको भनिएको अनौपचारिक समझदारी यताउता नभएको भए कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला नयाँ राष्ट्रपति हुने निश्चित जस्तै थियो। संविधान बनेपछि सरकारको नेतृत्व एमाले गर्ने, एकीकृत नेकपा माओवादीले सभामुख लिने, राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति मधेसी दललाई र उपसभामुख साना दललाई दिने बारे त्यो बेला मोटामोटी सहमति भएको नेताहरूको दावी छ। संविधान जारी भएपछि प्रधानमन्त्री चयनको बेला दलहरूबीच भएको भनिएको भद्र सहमति तोडियो। कांग्रेसले कोइरालालाई नै फेरि प्रधानमन्त्रीको उम्मेद्वार बनायो। एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा,
माले लगायतका विभिन्न साना दलको समर्थन जुटाएर एमाले अध्यक्ष केपी शर्मा ओली बल्ल तल्ल प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्रीमा धोखा दिएको भन्दै एमाले र एकीकृत नेकपा माओवादीका एक थरी नेताहरू अब राष्ट्रपति कुनै हालतमा कांग्रेसलाई दिन नहुने बताउँदै आएका छन्। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले त एमाले उपाध्यक्ष विद्या भण्डारीको प्रस्ताव गरिसक्नु भएको छ। तर एमाले भित्र भण्डारीको मात्र नभएर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, निवर्तमान सभामुख सुभाष चन्द्र नेमाङ र पूर्व मन्त्री लालबाबु पण्डितको समेत नाम चर्चामा छ। त्यसो त संविधान कार्यान्वयनको लागि पनि फेरि सहमतिमै जानुको विकल्प नभएकाले कांग्रेसलाई राष्ट्रपति दिने बारे पनि सत्तारूढ़ दलहरूभित्र छलफल भइरहेको छ। कांग्रेसले पनि आफ्नै उम्मेद्वार उठाउने तयारी गरेको छ। सभामुख र उपसभामुखमा सत्ता पक्षको उम्मेद्वारलाई सहयोग गरेको विपक्ष कांग्रेसले आफूले राष्ट्रपति पाउनुपर्ने प्रस्ताव दलहरूबीच राख्ने तयारी गरेको छ। कांग्रेस भित्र अहिलेका राष्ट्रपति डाक्टर रामवरण यादव, पार्टी सभापति सुशील कोइराला, कुलबहादुर गुरूङ, मानबहादुर विश्वकर्माको नाम अग्रपंक्तिमा छ। यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको नाम पनि चर्चामा छ। तर ठाकुरले आफू राष्ट्रपति नबन्ने बताइसक्नु भएको छ। मधेसी नेतालाई राष्ट्रपति बनाउनु पर्ने आवाज उठ्दै आए पनि अबको नयाँ राष्ट्रपति को हुन्छ भन्ने प्रश्न भइसकेको छैन। विजया दशमीको तेस्रो दिन आज विजया दशमीको द्वादशी तिथि परेको छ। आज पनि मान्यजनबाट दशैंको टीका र प्रसाद ग्रहण गरी आशीर्वादका लागि सर्वसाधारण आफन्तजन कहाँ जाने गर्दछन्। सवारी साधन कम चलेका कारण टीका ग्रहण गर्न आफन्त कहाँ जानेहरू कष्ट सहन बाध्य भएका छन्। काठमाडौँ उपत्यका लगायत मुलुकभर सार्वजनिक सवारी साधन कम चलेका छन्। दशैंको मुखदेखि नै भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव रहेको छ। इन्धन र सवारी साधनको सुविधा बिना नै पनि सर्वसाधारण दशैंलाई उल्लासपूर्ण बनाउन सक्रिय रहेका छन्। दशैंको टीका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म नै चलिरहन्छ। आश्विन शुक्ल पूर्णिमा दुर्गा पक्षको अन्तिम दिन हो। यस दिन बाँकी रहेका व्यक्तिबाट टीका प्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ। टीका चालुको क्रम सकिएपछि घटस्थापनाका दिन दशैं घरमा राखिएका सारा सामग्री अवशेष पानी पँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ। कोजाग्रत पूर्णिमाकै दिनदेखि महान पर्व सकिएर अर्को ठूलो पर्व तिहारको आगमन शुरू हुन्छ। कोजाग्रत पूर्णिमाको रातमा आकाशदेव बाली दीपावलीको शुरूआत गरिन्छ। हामी निरन्तर न्यूजमा छौं। संसार जोड़ने यही छड़ आकाश चुना खेल रम्दै मनमा बस्दै सबलाई साथ दिन्छ। छड्कै आडमा बन्छ विशाल बाँध पुल भवन निर्माण होस् कि जिन्दगी जगदम्बा छड़। अब आईएसआई चिन्हद्वारा प्रमाणित देशको मेरुदण्ड जगदम्बा स्टील। यो हो वज्रशक्ति सिमेन्ट, सशक्त र दिगो निर्माणको लागि नेपाल गुणस्तर चिन्ह प्राप्त वज्रशक्ति सिमेन्ट, शक्ति र रक्षाको प्रतीक। अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2017। EDV 2016 मा 3801 नेपालीलाई EDV परेको छ। यो वर्ष EDV पढ्ने पालो पक्कै तपाईको। नेपालको सबैभन्दा बढी EDV पढ्ने ठाउँ E-Spot नेपाल, जहाँबाट तपाईको भाग्य खुल्छ। प्रमुख कार्यालय काठमाडौँ न्यू रोड खिचापोखरी। फोन नम्बर 424 44 44। शाखा कार्यालयहरू काठमाडौँमा टंगाल वेडिङ नेपाल बिल्डिङ तथा पुतली सड़क शंकरदेव क्याम्पस चौक, ललितपुरमा कुमारी पार्टी होटल क्लारियन, पोखरामा चिप्ले ढुङ्गा UFO सँगै विराटनगरमा जलजला चौक काली मन्दिर अगाडि, इटाहरीमा संगीत चौक सिद्धार्थ बैंक लिमिटेड माथि, बुटवलमा ट्राफिक चौक दुर्गा मन्दिर अगाडि। EDV नभरे त पर्दैन, भरे अवश्य पढ्न सक्छ। हैन के गरेर बोलिङ गरे? राम्रै बोलिङ गर्न सक्दैन थियो। तैँले पनि त राम्रोसँग क्याच गर्न सक्थिस् नि। हे कति होला गर्नु भएको तपाईहरु? तिमी एकछिन बाहिर जाऊ त, आजैसँग म कुरा गरेर छोड्छु। हेर्न पनि दिनुहुन्न। Crazy about cricket. Ruslan, 100% pure cricket. बच्चाहरू होमवर्क गर्न अल्छी गर्थे, अनेक बहाना गर्थे।
अहिले मिडास ई क्लास सजिलो भएको छ। कार्टुन मन पराउने बच्चाहरूलाई मिडास ई क्लासमा भिडियो हेर्दै गेम खेल्दै पढ्न पाए अरु के चाहियो र? मिडास ई क्लासमा त मेरो किताबको सबै लेसनहरुको अडियो भिडियो छ अनि गेम पनि छ। आजको युगमा मिडास ई क्लास प्रयोग नगरे त बच्चाहरू पछि परिहाल्छन् नि। Incorporated. हामी निरन्तर न्यूजमा छौं। अब बाँकी प्रसंग। मधेस आन्दोलन जारी रहँदा नेपालीहरूको महान चाड बडा दशैंको समयमा आम नागरिकले सवारी साधनहरू नपाउँदा निकै कष्ट भोगिरहेका छन्। यो बीचमा पनि मधेस आन्दोलनबाट चाहिँ धेरै गाड़ीहरू तोडफोड भइरहेको गुनासो यातायात व्यवसायी महासंघले गरेको छ। के भइरहेको छ त? यसैबीच हामी यसको बारेमा थप जानकारी लिनको लागि अहिले यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग हामी कुरा गर्दैछौं। सरोज सिटौलाज्यू, धन्यवाद, स्वागत छ यहाँलाई। धन्यवाद। दशैंपछि मानिसहरू काठमाडौँ फर्किने क्रम जारी रहँदा यातायात व्यवसायी महासंघले चाहिँ गाड़ीहरू तोडफोड भइरहेको गुनासो गरिरहेको छ। के भइरहेको छ हामीलाई स्पष्ट बनाइदिनुहोस्। गुनासो भन्दा पनि चरम सीमाकै परिस्थिति आज सृजना भएको छ। पूर्वाञ्चल लगायत देशका विभिन्न भागबाट हामीले राजधानीबाट 12-13 लाखको हाराहारीमा यात्रुहरूलाई मद्दत गरेको यो राष्ट्रिय महान चाड विजयदशमी, दीपावली, छठ लगायतका पर्वहरू मान्नको लागि हामीले पुर्याउने यो कुरा सबैमा जानकार पनि छ। एउटा चाहिँ गाडी तोडफोड र पेट्रोलियम पदार्थको चरम अभावका बावजुद पनि हामीले सबैलाई पुर्याएर अब फर्किने क्रम तपाईँले भने सुझावै छ। हिजो मात्र चाहिँ पश्चिमाञ्चलका र देशका विभिन्न काठमाडौँ बाहिरका जिल्लामा पेट्रोलियम पदार्थको चरम अभाव अहिले पनि छ। तेल नपाएर गाडीहरू सडकमा चाहिँ तेल बिना बाटोमा अड्किएको अवस्था छ भने पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा त सुरक्षाको ठिकै परिस्थिति छ भने पूर्वाञ्चलमा हिजो राति ढल्केबरदेखि भारदसम्म पूर्वाञ्चलको जो इटरीसम्म धेरै गाडी क्षेत्रीय ढङ्गबाट फुर्किएका छन्, छोडिएका छन्। 100-150 को हाराहारीमा गाडीहरू फुर्किएका छन्। जनकपुरको धनुषाको ढल्केबरमा 80-90 वटा गाडीहरू चाहिँ पुरै तोडफोड भएका छन्। त्यसै गरेर भारतमा अहिले मैले सम्बन्धित निकाय गृह प्रशासनसँग कुरा पनि गरिरहेको छु, फोनमा सम्पर्क गरिरहेका छौँ। नेपाल सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीसँग कुरा हुँदैछ र गृह सचिव सचिवजीसँग कुरा भइरहेको छ, प्रवक्तासँग कुरा भएको छ। र अहिले भारतमा चाहिँ सबैतिर सम्पर्क गर्दा भारतको जिल्ला प्रशासन कार्यालय सिडिओ साहबले चाहिँ त्यो भारतको चाहिँ एउटा मन्दिरमा हिजो मेला लगाउनको लागि, त्यो क्षेत्रमा मेला लगाउनको लागि उहाँले स्वीकृति इजाजत दिनुभएको छ। जहाँ दङ्गाग्रस्त एरिया चाहिँ तोकिएको छ, तोकिएको स्थानमै चाहिँ उहाँले दिएको कारणले पनि करिबन 50-60 वटा गाडी चाहिँ भारतमा पुरै तोडफोड भएको छ। यदि स्वीकृति दिए, चाडबाडको के भन्छ मन्दिरको लागि स्वीकृति दिए तापनि, मेला लगाउन दिए पनि उच्च सतर्कता सुरक्षाको हामीलाई प्रत्याभूति हुनुपर्ने। त्यसकारणले पूर्ण रूपले गाडीहरू सबै ध्वस्त भएका छन्। हाम्रो गम्भीर ध्यान आकर्षण पनि भएको छ र पेट्रोलियम पदार्थ चाहिँ पूर्वाञ्चलबाट या पश्चिमाञ्चल पूर्वाञ्चलबाट तेल नपाएर हाहाकारको परिस्थितिमा गाडीहरू काठमाडौँ आउनुपर्ने र सुरक्षाको चाहिँ हाम्रो प्रत्याभूति पनि नहुने र राति गाडी फुटाएको छ। अहिले गृहमा चाहिँ मैले सबै कुराको जानकारी गराइदिएको छु। पूर्वाञ्चल डिआइजी साहबसँग मेरो सम्पर्क भएको छ। क्षेत्रीय ट्राफिक प्रहरी लगायत सबैसँग भएको छ। ट्राफिकको सुरक्षा पुलिस प्रशासन सशस्त्रले काम गर्दा गर्दै पनि मैले के भन्न चाहन्छु भने हिजो भएको भारतको जुन घटना छ त्यो चाहिँ त्यहाँको चाहिँ कमजोरीको कारण सबै पक्षका साथीहरूले भएका छन्। ठुलो कमजोरीको कारणले गर्दाखेरि ठुला घटना र धेरै गाडीहरू तोडफोड भएको छ। यसको क्षतिपूर्ति अविलम्ब रूपमा गृह प्रशासन र त्यहाँको स्थानीय जसले स्वीकृति दिएर मेला लगाउन स्वीकृति दिएको छ दङ्गा क्षेत्रमा, त्यसको क्षतिपूर्तिको माग पनि गर्न चाहन्छु। र अहिले पूर्वाञ्चलका सम्पूर्ण व्यवसायहरू आकर्षित पनि गरिरहेका छन् र बैठक बस्न जाँदैछन् र त्यहाँ क्षेत्रीय प्रशासक सबैसँग कुरा पनि गर्दैछ र गृह प्रशासनमा ध्यान आएको छ। अत्यन्त असहज अवस्था छ भने यात्रुहरू पनि मेची ढाकालीबाट यात्रुहरू जुन ढङ्गबाट काठमाडौँमा धेरै भित्रिनु पर्ने हो त्यो पहिलाको विगतको तुलनामा यात्रु अत्यन्त कम भित्रिएका छन्, गाडी कम चलेका छन्। यो पक्षमा आयल निगमले जुन तेल पठाएको छ र मुलुकभरिका पेट्रोल पम्पहरू तेल वितरणको चाहिँ परिस्थिति राम्रो भएको छैन, व्यवस्थापन राम्रो भएको छैन। तेलमा पनि अत्यन्त ठुलो कालाबजारी भइरहेको छ। यो कालाबजारीको पनि सबै अहिलेको समयमा यातायात सहजताको लागि अभाव भन्दा पनि ठुलो चुनौती चाहिँ सुरक्षा देखियो, होइन?
अत्यन्त दुईटै कुरा पेट्रोलियम कीटनाशकको चरम अभाव सिर्जना, अझ चरम अभाव सिर्जना भएको छ। ब्ल्याकमा कति ब्ल्याकमा यातायात व्यवसायले ब्ल्याकमा तेल किनेर लगाउनु परेको छ भने हिजो बेलुका धेरै गाडीहरू, अत्याधिक गाडी तपाईँहरूको सञ्जाल छ, सञ्चारकर्मीको सञ्जाल छ। तपाईँहरूले अहिले धनुषा ढलकेबलमा कति गाडी फुटे आज राति भन्ने डिटेल यहाँलाई लिन पनि म अनुरोध गर्छु सम्पूर्ण सञ्चार माध्यम साथीहरूलाई। भने त्यसै गरी भारतमा भएको नेग्लिजेन्सी, सिरियसको नेग्लिजेन्सी, सुरक्षा ढलकेबलमा सुरक्षा निकायको कमजोरीको कारणले फुटेका र तोडफोड भएका गाडी कति फुटाउने, कति तोडफोड भएका गाडी, टोटल गाडीहरू सिसा फुटेका, बाहिर अगाडि एउटा अगाडिको सिसालाई 70-80 हजार पर्छ। प्रत्येक चालकले हेलमेट लगाइरहेका छन्। यो कुरा कसले बुझ्ने, यात्रुहरूलाई कसरी यो सबै ठेक्का त हामीले मात्रै लिएको होइन। त्यस कारणले अब म अहिले जानकारीका लागि उहाँ हुनुहुन्थ्यो यातायात व्यवसाय महासंघका महासचिव सरोज सेठौला हुनुहुन्थ्यो। अहिले तराई मधेसमा जारी आन्दोलनका कारण यातायातमा भएको तोडफोड र क्षतिपूर्तिको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। अब लागौं बाँकी प्रसंगतिर। विराटनगर उपमहानगरपालिका सहयोगको टोलमा अस्ति राति 3वटा घरमा चोरी भएको छ। चोरहरूले स्टिलका दराजहरू फोडेर नगद सुनचाँदी लैजाने गरेको भए पनि टेलिभिजन लगायतका अन्य सामानहरू भने नछुने गरेको पाइएको छ। विगतका वर्षहरूमा दशैं पर्व आएको 1 महिना अघिदेखि नै छुट्टै अनुभव र उत्साह हुने गर्दथ्यो। तर अहिले देशको विषम अवस्थाबाट उत्पन्न समस्याका कारण अधिकांश नेपालीहरूले यसपटक भने यति ठूलो चाड पनि मनाउनु पर्ने भएकोले मात्रै मनाएको जस्तो भएको अनुभव गरेका छन्। काठमाडौँ महाराजगंज निवासी एक आम नागरिक महेश वैद्यले यसपालिको दशैं रहरले भन्दा नि करले मनाउन बाध्य भएको बताए। उनको यही अभिव्यक्ति आजको बाइट अफ द डे। बाइट अफ द डे का साथमा अम्बे स्टिल्स, हामी हौ हामी छौं, अम्बे सिमेन्ट, यो देशको शिर उच्च राख्दै एबीसी नुडल्स,